यो खाएर यहाँ फ्याँक्ने चाहिँ को हो कुन्नी होइन त्यहाँ खुट्टा काटोस् न मान्छेको अनि हुन्छ कारबाही सो यो मान्छेले सरामदान गर्दैछ आजको दिनमा सो यो मान्छे देखेर मलाई आफै धेरै प्राउड फिल भइरहेछ होइन एकदम मन लाग्छ तँलाई भाइ यो डाँडामा गएर चाहिँ 2-3वटा मिठो सिनेमेटिक सर्ट लिउँ भनेको सो ए दाइ के गरेको बिमार हुँदिनँ बिमार भइसकेपछि चाहिँ 2-3 हप्ता जाति हुँदैन होइन यति हो बोकेर पनि अब उठ बस 100 खेप गरिदिन्छु म तँ सक्छस् सक्छु भन्न सक्छु सक्छ हामी उठ बस 100 खेप गर्नु हो चाहिँ जतिसम्म मलाई लाग्छ कि यसले बच्चा काटेको छ होइन हानाहान खेल्ला जस्तो है गाईहरूसँग So alright guys, good morning. A new day with a new vlog on guys. Welcome back to another vlog. So guys, सन्चै हुनुहुन्छ सो मेरी भन्नुपर्दा अरे सो मेरो भन्नुपर्दा म चाहिँ एकदम बिमार छु होइन 3-4 दिन भइसक्यो मार्गीले चाहिँ नाकबाट खुन ब्लिडिङ भएको होइन सो त्यो नै एकदम तनाव बनाइरहेको छ होइन अनि सबै जस्तोलाई भेटेको छ हाम्रो घरमा मार्गी होइन सबै ओछ्यानमा हाल्ला बिमार हुँदिनँ बिमार भइसकेपछि चाहिँ 2-3 हप्ता जाति हुँदैन होइन सो त्यो 2-3 हप्तादेखि 1 हप्ता चाहिँ सुतेको हुन्छ म ओछ्यानमा होइन सो त्यो अलिअलि मात्रै भेटिरहेछ अनि यो चाहिँ जिन्दगीमा यति साह्रो बिजी भयो कि बिजी म्यानको टक्कै अवार्ड हेर्ने पनि केही छैन फरकै पर्दैन यति साह्रो बिजी छु कि हाम्रोमा फेसबुकमा न भिडियो लाउनु पाएको छु न अरू केही गर्नु पाएको छु होइन सो त्यो आजको पनि भ्लग सुरु भइसकेको छ सो तिनी आजको भ्लगमा एकदम बवाल गर्नुपर्ने हुन्छ अनि यहाँ चाहिँ म चाहिँ भर्खर उठेको छु होइन अनि किन भाइ घाँटी दुख्छ न अनि सो त्यो होइन आजको दिन भन्नुपर्दा चाहिँ मलाई लाग्छ पानी पर्दैछ जस्तो लाग्छ मलाई होइन पानी पर्दैछ हेर्नु त यस्तो दिन हिजो चाहिँ दामी घाम लागेको थियो तर होइन बेलुकादेखि पानी पर्नु थालेको छ सो तिनी गाइस आजको नि भ्लग सुरु भइसकेको छ सो आजको भ्लगमा एकदम बवाल गर्नुपर्ने हुन्छ एनर्जी नै छैन हौ जिउमा सो तिनी गाइस आजको भ्लग पनि सुरु भइसकेको छ आजको भ्लगमा एकदम बवाल गर्नुपर्ने हुन्छ अनि यहाँ चाहिँ आजको भ्लग के कस्तो हुन्छ हेरेर इन्जोय साल चाहिँ एकछिन गौडुल्नु पर्ने हुन्छ अनि तिनी सकेको छ छाता बोकेर होइन यो केटा गौडुल्नु सो त्यही नै होइन पानी परेको होइन धन्न घाँसहरू चाहिँ बिहानै मैले पुरा साह्रो ढुक्कै भइरहेको छ होइन यसरी डुल्नु पाएँ नि त नत्र घाँस काँटा खेल्नु हुन्थ्यो सो अहिले चाहिँ अलिक स्वर पनि खोलेको जस्तो होइन अलिक जाती भएको जस्तो फिल भइरहेको छ मलाई होइन सो त्यही नै अब गएर चाहिँ सालाको घरमा चिया बोटुले खाइन्छ नि थुक निल्यो 1 हप्ता 2 हप्ता कति भइसकेन होइन सो अब बच्चा काट्यो होला यसले होइन अब हेर्नुपर्ने हुन्छ जतिसम्म मलाई लाग्छ कि यसले बच्चा काटेको छ होइन ओए होए के हो भाइ चिप्लो छ त ओए होए ओए ल गाइस कम्ता चिप्लो छैन त एकछिन अहिले आएर अलिक दिन ठिक हो होइन सो त्यही नै चढाकै घाम लागिरहेको छ अहिले भन्नुपर्दा सो त्यही नै छैन अब एकछिन हावा खानुपर्ने हुन्छ होइन वाक्कै भइसक्यो सुत्दा गौडुल्दा गेम खेल्दा होइन सो अब चाहिँ घाँस पनि काट्नु पर्ला होइन भोलि फेरि पानी परेर तनाव हुन्छ सो भोलिको लागि आज काट्नु पर्ने हुन्छ होइन अनि यहाँ चाहिँ अब टक्कै त्यो डाँडामा गएर चाहिँ 2-3वटा मिठो सिनेमेटिक सर्ट लिउँ भनेको सो त्यही नै के कस्तो हुन्छ हेरेर इन्जोय 3, 2, 1 एन्ड बुम
झरे ओह्रालो कलगेट अरे हो के गरेको लगाएछ हेर्दै ऐसिलो अस्ति खाएछ त्यहाँतिर त अमिलो यो खाएर यहाँ फ्याँक्ने चाहिँ को हो कुन्नी होइन त्यहाँ खुट्टा काटोस् न मान्छेको अनि हुन्छ कारबाही सोधै नि एकदम तमास पारेर यहाँ पर बाख्रा खेद्दैछ 19 फाउन्टेनको गीत सुन्दा सुन्दा वाक्कै भइसक्यो लगाइ चाहिँ उहिलेको गीत बजाउँदैछ नानी सोधै न भोलि स्कुलको प्रोग्राम छ पार्टी एकदम धमाधुम काम हुँदै रहेछ होइन डान्स प्र्याक्टिस गर्दै होला के गर्दै होला गीत बजिरहेछ होइन सोधै नै हेर्नु त यतिको श्रमदान गर्ने पाएपछि चाहिँ जिन्दगीमा चाहिँ अरू केही नखोज्नु हो चुटेको ढुङ्गा यहाँ झरेर टाउको चाहिँ फुटोस् नानी हुन्छ तेरो यो मान्छेले नै श्रमदान गर्नु थालिसकेको अवस्था सो यो मान्छे देखेर मलाई धेरै नै प्राउड फिल भइरहेछ आफूलाई होइन एकदम प्राउड फिल अनि त्यही नै हो हाम्रोमा बाटो बनाउँदैछ सो यसले नि सघाएर आज श्रमदान गर्दैछ तँलाई 1 लाइक आम्मा हानाहान खेल्ला जस्तो है गाईहरूसँग अनि त्यही नै हो अब जाने हो ढुङ्गा बोक्ने हो तर मैले अब भन्नु खोजेको चाहिँ परदेखि लैजाउँ तर यसले उपर खोला लाँदैछ झन्डै 1 किलोमिटर टाढो घरदेखि यसले ढुङ्गा बोकाउनु लाँदैछ हाते साला यसले मान्छे टोकेर नि तँलाई घरबाट निकालिदिएको मैले हाम्रोमै बस्थ्यो मान्छे टोकेर चाहिँ आउट यसलाई गेट आउट गरिदिएको हुनु चाहिँ हाम्रो कुकुर पनि थिएन त्यसै आएर बसेको थियो अनि हाम्रोमा बस्दै मान्छे टोक्यो त्यही गेट आउट हानिदिएको मैले होइन त्यत्रो टाढो जाने कामै छैन नि अब श्रमदान गर्दा पनि यत्तिको बोकिदियो भने चाहिँ प्राउड फिल भइरहेको थियो अघि महा प्राउड फिल भयो अहिले चाहिँ मलाई हेर्नु त अनि अब यहाँदेखि जानुपर्ने 1 किलोमिटर टाढा हो त्यसै चाहिँ आम्मा यत्तिको बोकेर पनि अब उठ बस 100 खेप गरिदिन्छु म तँ सक्छस् सक्छु भन्न सक्छु सक्छ हामी उठ बस 100 खेप गर्नु हो चाहिँ चुडिँदैन हौ ए त्यसै चाहिँ आर्मीमा सेलेक्ट हुँदैन यो केटाहरू हेर अनि बोकाइ जिन्दगीमा केही गर्नु नआए पनि गाउँ डुल्नु चाहिँ मजाले आउँछ होइन मलाई बिहान 1 राउन्ड स्वाट्टै लाग्यो बेलुका स्वाट्टै 1 राउन्ड होइन बिहान बेलुका डुलेको हुनुपर्छ नत्र निन्द्रै आउँदैन मलाई सोधै नि टक्कै हुँदो होइन यस्तो दामी देखिरहेको छ उक्रिएर हेर्नु त बोल चाहिँ दामी हुन्ला होइन दिन घाम लाग्ला जस्तो सोधै न आजको पनि डे आउट भइसकेको छ अनि आजको दिन तपाईँहरूको के कस्तो बित्यो टक्कै मिठो कमेन्ट गरिदिनुहोस् अहिले टक्सिङ खान्छौ तिमीले भर्दैछ अहिले टक्सिङ खान्छौ बेसी कुट्नु होइन के अहिले खान्छौ छिटो जा सोधै नि आजको दिन तपाईँहरूको के कस्तो बित्यो टक्कै मिठो कमेन्ट गरिदिनुहोस् होइन सो मेरो भन्नुपर्यो देखिसक्नुभयो अनि अझै आजको ब्लग तपाईँहरूलाई के कस्तो लाग्यो होइन सोधै नि सधैँ यसरी भ्लग आउनेछ त्यसको लागि फलो गर्नु होला किप लभिङ किप सपोर्टिङ सोधै नै आजको लागि यति नै हेल्थ सबैलाई टाढा भेटौँ अर्को नयाँ भिडियोमा ल तपाईँ चाहिँ